सम्मानीय सभामुख महोदय, अहिले म सरकारसँग आग्रह गर्न चाहन्छु कि नेपाली जनताले न्याय पाउने कि नपाउने। मैले यो किन भन्न बाध्य भए भने बसबरिया गाउँपालिकाको वडा कार्यालय र त्यहाँको विद्यालयले एउटा बेहोराको पत्र सबै ठाउँमा पठाएछ। प्रधानमन्त्री कार्यालयदेखि गृहमन्त्री कार्यालय गृहमन्त्रीजीको नाउँमा, प्रधानमन्त्रीको नाउँमा, वातावरण मन्त्रीको नाउँमा, अख्तियारमा पनि र सर्लाहीकै 4 जना सांसदलाई छुट्टै छुट्टै 2टा पत्र प्राप्त भएछ। तर कहीँ नसुहाए भएपछि मैले आज सदनको जानकारी गराउन चाहन्छु। संयुक्त सरकारका गृहमन्त्रीजी पनि यही हुनुहुन्छ, माननीय गृहमन्त्रीजीले त्यो सुनिदिनु होला। अनि बसबरिया 3 मा सम्मानीय प्रधानमन्त्रीको कार्यालय सिंहदरबार काठमाडौँ। उपरोक्त सम्बन्धमा यो छ कि बसबरिया गाउँमा 3 कोठियार स्थित रहेको अभिनव वासिङ क्रसर सञ्चालन रहेको सञ्चालनबाट उत्पन्न धुलो कोलाहलबाट 50 मिटरमा रहेका जनता प्रावि स्कुल छ। हाल बसबरिया 3 विद्यार्थीहरूको धुलो